आगोसँगै तिम्रो शरीर पग्लदा म एकोरिरहेँ। आगोसँगै तिम्रो शरीर पग्लदा म एकोरिरहेँ। तिमी स्कुल खाजा पुर्याएर घर फर्कदा सारीको सबको समाउँदै रुने म। तिमी स्कुल खाजा पुर्याएर घर फर्कदा सारीको सबको समाउँदै रुने म। आज तिम्रै शरीरमा आगो लगाउँदा पनि पर्ख भन्न सकिनँ। हेरिरहेँ त्यो धुवाँले तिम्रो हरेक अङ्ग उडाएर लग्दा पनि एकचोटि फर्क भन्न सकिनँ। कति चाँडै त्यो आगोले मेरो बाल्यकाल सल्काइदियो। कति सजिलै सासको एक फेरोले कुनै घरलाई टुरो बनाइदियो। अब त रिसाउनु पनि व्यर्थ लाग्छ प्रिय मलाई। समयले घुर्क्याउँदै फकाउने व्यक्ति नै अनन्तमा पुर्याइदियो। मेरा परिवार भन्दै शिरमा संसार सजाएकी थिइन्। मरिहत्ते गर्ने हर कोहीलाई मनमा अपार माया हटाएकी थिइन्। अँध्यारोबाट टाढै बस्दिनु नि। सायद त्यसैले त मुहारमा सधैँ आँसुको श्रृङ्गार सजाएकी थिइन्। खै किन आउँदैन कोही अचेल कपाल सुमसुम्याउन। घर कहिले आउँछौ भन्दै आफ्ना भावना सुनाउन। साँझको त्यो दियोलाई के उत्तर दिनु मेरी आमा। आउँदैन अब कोही ज्योति बाल्दै उज्यालो सल्काउन। सुनाउँदै विगत अब कसले याद फर्काइदेला। टाउकोमा हात राखी कसले सम्झाइदेला। राखेर काखमा पुरै संसार चिनाएकी थियौ आमा। खोलो तर्दा हात समाउँदै हिँड्थ्यौ। अब कसले खोलो तर्काइदेला। फोनको घन्टी बज्दा तिमी हौ जस्तो लाग्छ। आँखा बन्द गर्छु तिमी यतै कतै छौ जस्तो लाग्छ। फोनको घन्टी बज्दा तिमी हौ जस्तो लाग्छ। आँखा बन्द गर्छु तिमी यतै छौ जस्तो लाग्छ। झसङ्ग हुँदै आउँछु अनि फेरि वास्तविकतामा। अझै मेरो शिरमा तिम्रै स्पर्श परे जस्तो लाग्छ। सबै जगत सुनसान लाग्छ। घर त मानौ खण्डर बिरान लाग्छ। सम्झौता गर्छु आमा म हरेक दिन आफ्ना आँसुसँग। मानवको जीवन न एक सास सहित हरेक कहानीमा पुनः विराम लाग्छ। मेरी आमा।